पाइन्न हो र जिस्काएर मक्क पारेर भाग्नुला भनेर होला तर हामी त्यति कमजोर सन्त दिदीबहिनी दाजुभाइहरू छैन मुस्कान सहित सेवा हो यो आँखा लाउन पाइन्न नियम पालन गर्न पर्छ अरू कुरा चाहिन्न अरू कुरा चाहिन्न जड्याको के खानु चिहान बग्गी खाना आऊ भोलि बिहान अलिकति खाएपछि भगाइहाल्छु डरलाई हो के न कम्प छोसाउँछ है अलिकति खाएपछि भगाइहाल्छु डरलाई पक्नुहोस् है त फोन घुमाउँछु नवराज सरलाई राम्रो छ नवराज सरलाई चिन्छु चिन्न काट्नुहोस् यही पैसा दिन्छु पैसा दिन्छु नमस्ते चाचा दोस्रोले तिमी आऊ तिम्रै घरबाट पाउँछु मेरै घरबाट भेटौँला यही ठाउँमा उर्ले भेटौँला यही ठाउँमा उर्ले जसरी नि लगाउँछु म तिमीलाई नि मान्न हो र मेरो जसरी नि लगाउँछु म तिमीलाई नि मान्न राष्ट्र सेवा प्रहरीले कहिले घुस खान्न कहिले घुस खान्न मान्दिन अरूको फरक तिमीले भन्नु जोसुकै गर किन यस्तो रङ्ग पारे मुखमा हेरी हेरी मलाई किन यस्तो भन्नुभएको छ मुखमा हेरी हेरी साह्रै कडा नहोस् है जागिर जाला फेरि जागिर जाला फेरि मान्दिन कसैको डरलाई नवरासर यदि फोन नघुमाई भन्छु म दानबहादुर सरलाई नमस्ते चाचा दोस्रोले यता सुन हेलमेट नलाउने मान्छे पत्याउँदैन तिमीले भन्दा लरेक लुरुक भन्छन् आदि साथले सबलाई नियम पालन गराऊ भन्छन् पालन गराऊ भन्छन् हुन त हो के रे ठुल्ठुलो मान्छेलाई अफिसरहरूलाई फोन गरेर जागिर खोज दिन्छु भनेर धाक लगाउने नारायण हरि नलगाऊ ठुल्ठुलो छोरा तिम्रो बाउले दिएको जागिर हो र
हजुरको माया लाउँदो रहेछ कति ड्युटीमा खट्नुहुन्छ यो रातिमा कति गाह्रो छ है हजुरलाई ओहो थकाएको हे लाउनलाई त हजुरको माया लाउँदो रहेछ क्यार्नी म्याडम खाएको बेला फुर्ती आउँदो रहेछ फुर्ती आउँदो रहेछ हे जोस त हेर्नुहोस् कति आउँछ सबजना आफ्नै झै लाउँछ नमस्ते चाचा छोरीले हे तिमी आऊ तिम्रै घरबाट आउँछु मेरै घरबाट हे जोस त हजुर त्यहाँ बिदी आउँछ सबै मान्छे आफ्नै झै लाउँछ नमस्ते चाचा छोरीले हे तिमी आऊ तिम्रै घरबाट आउँछु मेरै घरबाट भेटौँला यही ठाउँमा मुरली भाइ हे भेटौँला यही ठाउँमा मुरली भाइ नियमबाहेक अरू हामीले केही मानिँदैन नियमबाहेक अरू हामीले केही मानिँदैन सत्यम शिवम सुरक्षितम अरू जानिँदैन कम्सो च्याउनीको खेललाई एकेका ध्यानमा हाल्नुलाई वीरनगर हजुरको शरणमा पर्छु बिलबुक पनि लिएर आउँछु लाइसेन्स पनि लिएर आउँछु हजुर अबदेखि रौसी खान्न मादक सुदर फरक गर्दिन उठ बसा गर्छु हे पाउँछु हजुर अबदेखि नियम पालना गरेर पाउँछु भोलि 1 घण्टा तालिम लिन बगी खान आउँछु नमस्ते चाचा